ए हो सफा गर्नु जान्छ जङ्गलमा यही भेट्यो यही खाइयो स्पाइडरम्यान के ए होइन यसलाई जालमा हाले जस्तो यहाँका दुईवटा धेर फोटो खिच्ने यस्तो रहेछ च्याउ कि होइन खाने च्याउहरू हातमा लिएर फोटो खिच्ने है कुक्कामा त्यो खाने जस्तो छ यार होइन अरे होइन कि खान्छन् फेरि थर्नेल पाए खान्छन् अरू दिन आजको उपलब्धि जय होस् त्यही राख्नु यहाँ छ कि यहाँनिर गइजानु के खाने हो क्या यो राम्रो खाने भयो मजा खानु हाल पाउँछ होला यो भयो यस्तै एक छक्क गजा भयो क्या कि यो नखानु क्या प्रायः हेर हजुर पनि यहाँ खानेकुराहरू नखाने यहाँ पनि निकालेर फाले खाने अनि त्यसो हो त यहाँ कमिला लाग्छ ठाउँमा बल्ल अलिअलि त्यो भाँच्ची भयो अरे यो मच्छर कति हो यार तिहारी भन तिहारी भन सब ठाउँ फुटाल भयो अरे अनि हो नि त यहाँ पुरै बाढी ओ त्यहाँ के हो त्यो हेर्नु त ब्रिज हो त्यो त्यही उसको के बिना ए त्यही हो उसको त्यही हो राजेश यहाँ ल्या अन्त त्यहीँनिर फेरि खोलो रहेछ सानो कता यहाँ त सकिन्छ कि जाम हिँड्नु अलिअलि त हाम फाल्नु पऱ्यो नि भिडियो बनाउनु भयो नि हाम फाल्नु पऱ्यो ल है यो भिडियोको टाइटल के राख्नु वाइल्ड भर्सेस ह्युमन यस्तो त ओ खतरनाक छ त कहाँ सकिन्छ हाम फाल्न यार सुक्खाराम टोली लौ सुक्खाराम टोली भिडियो यता यता यस्तो छ बरु यता अलिक नजिक नजिकवाला हेरौँ न हाम्रो इच्छा मलाई हेर्नु ल ओहो है ओहो डाँका हुने हामीले ढाका खान्थ्यो कि ओहो बरु यही लगाम के यो मैले भैँमा पनि हेरेँ हाँ? त्यो बाँका छोड्दै किन अब केही भेटिन्न त यही त हो त के भन्छ सागरे ए होइन हुन्न नजाम उता अब यो यहाँसम्म यत्रो धनी ठुलो हुँदै आएको होइन त्यो साङ्ग्रो होला ओहो खै अनि उता निक्लिनु बाटो हुनु पर्यो नि त फेरि बाटो त बनाउने हो कि बरु ऊ त्यो के हो ल है राम सबै आउनु पर्यो यसरी बनाउँ 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 न बनाएको छु यसरी जिल्ला सर यसरी छाम्ने अफवा त्यो त यहाँ टाउको हल्ला आएछ खसिने अरे यार तँसँग भिजिसक्यो नि जुत्ता अब त के ढुङ्गा त्यो ऊ टेकाइ भएर होइन यो त उसको लागि हो कि ब्यालेन्स के ब्यालेन्स ब्यालेन्स मिलेर अहिले ज्यानै भिजाउनु त भएन के यो म फेरि हजुरहरूलाई दिन्छु नि त होइन होइन के खतरनाक छ
कता यता गयो भने के हुन्छ यो टेकेस कहाँ गइन्छ यार कस्तो कुराहरू जान त गइन्न अब तर म चिप्लो पहिले बहुत त्यो खतरनाक फेरि छ लिएर यार। आउनु त यतै यो लाउनु ए त्यसो डराउने यार होइन डराउने भन्दा पनि त्यो जुत्ता त सबै भिजिहाल्यो नि यार भिजी भ्याएकै जुत्ता अब पानी तैरिहाल्छ यी यस्तो गर्दैछ भित्र पानी गइगयो नि अनि गइसक्यो कि पानी सकिसक्यो अहिले त पानी त गएको छैन नि के लाउनु त अहिले अहिले हटिहाल्छ यार अहिले हिँड्दा हिँड्दै फुचुक फुचुक निस्किहाल्छ च्याउको लागि कुर्बानी दिने होइन आउनु के कुर्बान दिनु त यार हाल्नु न भिडियो बनाउँदै यो सब बोलेको सब रेकर्ड टिभीमा हेर्ने एकदम। कताबाट आएको अब त्यो म त्यहाँ आइपुग अब लट्ठीको ब्यालेन्समा आउने हो क्या म त्यहाँ आइपुगौँ ल त मैले मानिहाल्छ बिस्तारै यस्तो यो पानी चाहिँ हेर्ने राम्ररी नत्र गयो भने त गहिरो छ नि यो यार अनि लौरो सार्नु छैन के गहिरो हो त्यति त हो नि न यो त भाषी होइन नि त त्यो छैन भासिन्न नै अरूभन्दा पनि त्यहाँ जान त पुगिन्छ त्यहाँ पानी भिन्दी भयो यार भिज्दैन कि यार हट कस्तो मजा आउँछ चिसो पानी वा पुरा भिजी आउनु यार हजुर यार उता छैन होला के छैन होला आउनु छकै यो लाइनमा रहन्छ भने अहिले अबे यार आउने यार आफूले कन्फर्मै गर्ने यहीँबाट हो क्या जाने भनेको कहाँ जाने यसरी निस्केर त्यो बाटो निस्किने भनेको तैँले नगरकोटीको उता ल यहीँबाट यहीँबाट कुलो नतारी त सुकै छैन यही पुग्छ त्यसमा त उतातिर ऊ होला जाम त आउनु त उताबाट होइन होला कि कुला छैन क्या यही हो सुन्नु न यो यही कुला यस्तो झन् यो त सपटी कुलो अनि यत्रो सुन्नु न यही पुग्दा चिज त्यही त कस्तो आनन्द आउँछ नि के को आनन्द यहाँ चबलाङ पुरा हिँड्दा हिँड्दा हैरान हुन्छ नि यार सुन्न क्या यहीँबाट खोलेर यसो तारिदिउँ न क्या आउनु अनि उता बाटो कहाँ त नि फेरि यो सबै बाटो त नि यताबाट हो खै समाज त्यसो म जान्छु पहिला आउनु दे ल आउनु जानु त्यसो ल आउनु भिडियो बनाउनु यो चिज म यसरी उहाँ आउन सक्दिनँ यार लौरो अब सार्नु लौरो ए हेर्न है ढल्नु राम्रो छ लडिन्न क्या हत्ते यो पनि कोही मैले यो कसलाई दिउँ त नि फेरि यो यसो हो यार यो पनि यस्तो मेरो छ। त्यता पनि गयो हत्तेरिका। यो अन्त यार वाइल्ड अनि जङ्गल हो ऊ पनि के भन्छ अरे यसलाई वाइल्ड भर्सेस सफारी। वाइल्ड सफारी के भन्नु जङ्गल सफारी ल हत्तेरिका। के भेटियो ए यहीँको काठ रहेछ होइन लगो अब एक बोरा त भयो दिन्थी अब मान्छे हान्नु यिनीहरू चाहिँ त यहाँ छ कि यहाँ पनि यस्तो रहेछ अब ठुलो चाहिँ डराउनु परेन क्या अनि आज एक बोरा जस्तो बोरा भर्यो ठिक है त फेरि कुलो आइगयो यार के भयो त नि यस्ता कुरा अब मतलब भएन नि टेक्नु न हजुर त बाख्रे हेर्न पानी कसरी आएको यहीँबाट गयो भयो क्या कुरो यहीँबाट यति हो कि बानी अब बानी जानु पुरा तयारीमा होइन डोको छिटो भइसक्यो डोको भर्ने विचार रहेछ डोको भरिहाल्छ बाख्रे है
यहाँ त बिजुली उत्पादन हुँदैछ हाइड्रो पावर कति गहिरो छ र तिनीहरू ड्याम्टी ल्याएन अब तिनीहरू उता जान्छन् हामीले नगएको ठाउँमा फेरि उता निकाल यहाँ पनि त्यही गोलो होला फेरि यहीँ रहेछ नटिपिकन गएर हेर के कहाँ त आधी आधी गर्नु घरकोबाट आउनु भन्छ नि त्यो डुङ्गी पाएको नि यार पुरा यात्रा हुने भयो आज त्यो डुङ्गीले जाने एकछिन त पुरा सकिएको बरु त कडी पट हुन्छ कडी पत्ता लिएर गयो मात्रै च्याउ भन्दा राम्रो भनिदिनु त हौ डुङ्गीको बुट्टो हो त्यहाँ फल थियो अस्ति नि यहाँ अहिले फलाइदिँदैन यहाँ त्यही भएन लानुहुन्छ यो बुढो हाम्रो घरको बाटो आउनु भएन र टेको दुध मलाई त केही भयो होइन अघि नै त बेकारमा नबिजाएर अहिले यस्तो बाढी पीडित छ यहाँ अघि नै के नै होला भनेर गरेर लास्ट के फसेको पनि के फरक पर्थ्यो यार भेगा फस्नु र नफस्नु केही बाँकी त भएन यार बसेर आए जस्तो गऱ्यो पुरै यो अलि पछाडिबाट हान्नु है यस्तो साह्रो हेर्नु आरामले जान्छ बरु खोजेर जाने कहाँ पुऱ्याइदिने अब यहाँ पनि अब यहाँ थपक्क पाइन्छ नि यहाँ बस्नु पऱ्यो यहाँ यहाँ यसो अब खोज नि त यहाँ जिर पानी भयो कि के पाइन्छ त्यही बरु छाता ल्यायो भन्दैछ ले बोलाएपछि बाबु अब यसो मिसाउनु त पऱ्यो साँझो गएर आफ्नै भान्सा हो पराकुरु पार्नु पऱ्यो अलि उतै जाऊँ अनि टिप्छौँ न अलि त्यो अघि नै मैले उचालेको थिएँ नि त्यहाँ ल हजुरलाई उचालेर त्यहाँ क्रस गराइदिएको थियो त्यहाँ त हुनु छैन होला है गएको फेरि ल है आएको हाम्रो गब्देनी खल्ला भनेको उहाँ हो अब यताबाट जाने होइन अब यो बाटो छेउछेउ बाटो छेउछेउ जाम अब हिँड्दाखेरि पनि दुइटा कुरा केही भेट्छ छैन त्यो पनि होइन त्यसो भने कस्तो हो बाटोबाट हिँड्नु कि झ्याउला यहाँको बाटो हिँड्नु त छैन हिँड्ने बाटोमा फेरि पाइन्छ पाएर त केही पाएन
लट हामी पहिला गएको नि ओह के रहेछ बयर छ कि त के नि अझै पाकेको छैन क्या तर उसको जस्तो हुँदो रहेछ के पिपलाको जस्तो स्वाद हल्का हल्का रम पार्ने अझ ऊ त्यहाँ पहेँलो रहेछ नि योभन्दा ऊ त्यहाँ पछाडि यसो अठाएर चाहिँ पुलुत्त आउने हो नि पाकेको ऊ यहाँ रहेछ यहाँ ए पहेँलो रातो होइन त्यो आँखामा त पुलुत्त आयो भने खाना मिल्ने हो क्या नत्र चाहिँ अघि छैन ब्रेक गरेको ब्याट्री पनि वाक्कै जान्छ आइफोनको ब्याट्री यस्तै हो क्या पुरै कि त्यो सिआइडीमा हुन्न त्यो कता कता लुकाएको हुन्छ नि त्यो क्रिमिनलले लासलाई त्यस्तै ठाउँ छ अलिक पछाडि रहेर मजाले खिचन्छ कहाँ सकिन्छ हेर अघि नै ट्युन अर्कोचोटि आउँदा ठिक्क हुन्छ टाढोबाट पनि पाइनु पर्ने कि जिब्रेली लौ किन हो त नि उता फेरि किन हो अनि उताबाट किन जानुभयो त नि लौ ल बोलाउनु होला है लाउन यता लौ गरौँ त त्यसलाई बन्द गरौँ त अनि त्यहाँ कसरी कट्नुहुन्छ त नि फेरि लौ डुबिन्छ हो यसो त ए रोइन्छ म त ओए पानी भन्थेँ यार मैले त खोलो बनाएको क्या यो पोखरी बनाएको क्या यसलाई उताबाट हेर्दा त्यस्तै देखिन्थ्यो निन्जा निन्जा भन्नुभयो तल पुरै पुरै है अलिक पछाडिबाट पुरै उता पनि घाँस काट्न होइन यता दिमा काट्न बल्ल छोड्यो हजुर
त्यो अघि हामी उताबाट आउँदाखेरि तरै थियौँ नि खोलो त्यो आउँदैन नि अब त्यही त जहाँ पानी छ त्यहाँ निकाल्नु घाँटी घाँटी खानु भयो केही टेन्सन हजुर बताउनु छैन एउटा मोबाइलले बताउनु पर्ला प्लास्टिक चाहिँ केही फरक ल ल ल यहाँ पुरा दिउँ है यहाँ दलदले यो कस्तो ठाउँमा ल्याउँछ यार पानी भए पनि हुन्थ्यो नि यार त्यो पुरै माटो र ऊ मात्रै छ कहाँसम्म हो फेरि यो वाउ उताडे करा सिधा आउनु है यताउता नजानु फेरि डुबिन्छ है त्यही डुबिने ठाउँमै हो कि मैले खोज्दै हिँडेको त यस्तो कुलो छ यहाँ खनेको होला भन्ने हो खै खै जुत्तै सिधा आइगयो क्या होइन ओ माई गॉड